गाइज आज हामी जाँदैछौँ देवघाटको यो चाहिँ गुफा जाने बाटो देखाउँदैछु तलबाट पनि अझै तल जान्छौँ हामी बाँकी चाहिँ तपाईँहरूलाई फेरि देखाउँ हामी भन्दा अघि हाम्रो हनुमान राजाहरू आउनु भएको छ आज चाहिँ म तपाईहरुलाई देखाउँदैछु वशिष्ठ गुफा सीता गुफाको देवघाटको एकदम धार्मिक क्षेत्र हो यो चाहिँ पहिलेदेखिको यस्तो ठुलो गुफा छ यहाँ चाहिँ वशिष्ठ गुफा मुनि छ तपाईहरुलाई म देखाउँछु हेर्नुस् है हेर्छ आसम्म छ अब देख्नै सकिन्न यो उत्तासम्म नाग भगवानको सबै छ तपाईहरुले यहीँबाट दर्शन गर्न सक्नुहुन्छ भित्र जाँदैछ मेरो बहिनी ओ माय गॉड तर त्यहाँ चाहिँ नागको भगवानको छ यसरी गएर दर्शन गरे फेरि बन्द होला निकालेछ नउठी किन हो ल माताको सबैले दर्शन गर्नु यो प्राचीन कालमा सीता माताले ध्यान गर्नुभएको ठाउँ हो यो यस्तो राम्रो छ यहाँ चाहिँ जुत्ता चप्पल खोलेर जानु भन्नु हुनुहुन्छ अब हामी जाँदैछौँ सबै बाजे बसेहरू जुग बसेको ठाउँ ओम नमो नारायण अहिले चाहिँ यस्तो पुरै चेन्ज भएको रहेछ यो चाहिँ धनुष छ राम भगवानको ओमको 108 लेखेको अब यहाँ नयाँ बाटोबाट हामी जाँदैछौँ म यहाँ पुरै घुम्ने ठाउँ रहेछ पहिला चाहिँ यस्तो थिएन हामी माथि मात्र दर्शन गर्थ्यौँ अहिले चाहिँ टोटल्ली तपाईँहरूले तलदेखि सबै यहाँ चाहिँ सबै ध्यान बस्ने ठाउँहरूदेखि लिएर हेर्न यो नदीको तपाईँहरूलाई विदेशमा जस्तो फिल हुन्छ यस्तो बनेको रहेछ आमा म त आएकै थिइनँ यस्तो राम्रो ठाउँ बनेछ हेर्नु नेपालको देवघाटमा पनि यस्तो राम्रो ठाउँ छ तपाईँहरू शान्त छ नि यहाँनिर ध्यान बस्न पनि तपाईँ एकदम धेरै डिप्रेस हुनुहुन्छ यस्तो हुन्छ भने नि यहाँ आएर मजाले ध्यान यत्रोवटा घटेर राम्रो बस्छ यति धेरै परिवर्तन भइसकेको छ त कति धेरै पछि आएको यो जोडिएको थियो यहाँ फोरा गरुड भगवान हुनुहुन्छ एकदम पहिला एकदम डराउँथ्यो त्यो दर्शन गर्नलाई के हुन्छ कि भनेर अनि यहाँ चाहिँ